हेलो वेलकम ब्याक माई युट्युब च्यानल है। स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। अनि मैले चाहिँ अस्ति राम नाम सत्यमको टिजरमा चाहिँ मैले रियाक्सन दिएको थिएँ। अनि त्यसपछि अहिले चाहिँ त्यसको चाहिँ ट्रेलर आएको रहेछ हैन, 2-3 दिन भएको रहेछ। सो ट्रेलर चाहिँ कस्तो बनाए रहेछ त, टिजरमा चाहिँ अलिक कमै देखाएको थियो हैन, अनि ट्रेलर चाहिँ कस्तो बने रहेछ त हेरौँ है त। वाह, आयुष सिंह ठकुरी पहिले सुरुमै, सुशील श्रेष्ठ, वाह जस्ट साउथ इन्डियनको भाइब दिइरहेछ पुरा फिल्मको त्यो उयोहरूमा है। त्यो लुक्सहरू अनि त्यसपछि ब्याकग्राउन्ड म्युजिक एभ्रिथिङ है। हामी जन्मजात विराज भट्टको त के भन्नु के, विराज भट्ट मलाई चाहियो। पेट्रोल खानी माथि हुर्केको यो ज्वालाले जिस्कायो भने तमीहरूको वाह मामा अलिकति ब्याक गरेँ मैले है। विराजबाट चाहिँ पुरै लास्टको माथि बसिरहेछ त है। पुरै दैलेख मलाई चाहियो। पेट्रोल खानी माथि हुर्केको यो ज्वालाले यसमा यता है यस्तै पुरै लास्टको। ओ माय गॉड, दिस इयर दुनियाको युगलबन्दी ओके, दिस इयर हो कि न्यू इयर यही बेला पनि बाबु साहब साथ हुनेछ। के हो र विराजबाट के भन्छ त्यो एउटा सोचिदिएको थियो त्यो खुसी भन्नेले है, पुरा नाम चाहिँ पुरा थाहा भएन। ओ दिनेश ढिसी पनि रहेछ, वाह मलाई त्यो अगुवा जुदै चाहिन्छ। वाह बवाल बनाएर रहेछ ल। अन्याय विरुद्धको योद्धा हुँ म, ओहो पर्दा पछाडिको पर्दा हुँ म। वाह लुक्स बवाल देखिरहेछ क्या आयुष सिंह ठकुरीको चाहिँ यार, मन पर्यो मलाई चाहिँ एकदमै बवाल लाग्यो। सधैँ हजुरको छाया बनिरहनेछ। दिव्या राईमाझी मसँग सुन्ने समय छैन, तसँग त समय नै छैन। के हो हिरो फाइट पर्छ त के हो, के छ कि दुश्मनी त्यस्तै छ क्या। वाह जन्माउने खानी हुँ म। चेस भाइब चाहिँ पुरा साउथ मुभीको भाइब दिइरहेछ क्या त्यो कुराहरू। न्यायको अन्तिम बाटो हेर न बवाल बनाएर रहेछ ल, मान्छे जिउँदै जलाइरहेछ है। नाम सत्य, खेलका असली खेलाडीहरू त पर्दा पछाडि। विराज भट्टको त लुक्स चाहिँ बवाल देखाएको छ ल। अहिले बुढो भएर नि यस्तो बवाल देखिरहेछ नि है। त्यो पुरानो भन्दा नि अझै चर्को राम्रो के हो, दाढी राखेर अलिक लामो कपाल है, यस्तो बवाल देखिरहेछ। चैत्र 27 मा आउने रहेछ है। सो गाइज टिजर पनि त्यस्तै बवाल बनाएको थियो हैन, बवालै थियो। अनि ट्रेलर चाहिँ झन् अति बवाल है, एकदमै फ्यान्टास्टिक माइन्ड ब्लोइङ बनेको रहेछ है। एकदमै मजा आयो हेर्नलाई पनि है। जस यो फिल्म हेर्नलाई चाहिँ एकदम मजा आउनेछ।
लभ होइन रोमान्स अनि त्यसपछि एक्सन थ्रिलर सबै छ, सबै मिक्स गरेर बनाएको रहेछ। सो जे होस् के गर्ला जस्तो छ है राम नाम सत्य मुभीले चाहिँ। अनि नयाँ अनुहारहरूलाई चाहिँ अनि मौका दिएको छ। आयुष सिंह ठकुरी भयो, अनि खुसी के भन्ने नाम चाहिँ फुल्ली थाहा याद भएन मलाई, सो जितिरहेको थियो होइन। जस राम्रो बनेको रहेछ ट्रेलर चाहिँ। अनि सो गाइज चैत्र 27 गएर हेरेर साथ दिनु होला है त।